Hello everyone, welcome to my YouTube channel. Good morning everyone. आज चाहिँ मेरो ड्युटी अफ थियो अनि साथीले मलाई दोकानमा बोलाएको थियो उसको दोकानमा कहिलेदेखिको बोलाइरहेको थियो नि त। त्यही भएर ठिक्कै मेरो छुट्टी पनि मिलेको थिएन। त्यहाँदेखि त्यसको बादमा ठिक्कै छुट्टी त्यसको 2 हप्ताको बादमा चाहिँ मैले छुट्टी पाएँ होला सायद। त्यहाँदेखिको अन्त साथीको दोकानमा गएँ। बोलाइरहेको थियो नि त कहिलेदेखिको। त्यहाँदेखिको अन्त साथीको दोकान गएर टी सर्टहरू हेरेँ, दामी लाग्यो क्या, बवाल लाग्यो। चेन्नईमा पनि यति राम्रो पाउँदो रहेछ, साथीले चाहिँ राखेको रहेछ भनेर याद भयो कि, नत्र अन्त यतातिर पाउँदैन नि त कि। चेन्नईतिर हामीहरूले लगाउने जस्तो टी सर्टहरू भयो, हरेक चिजहरू हुन्छ नि, उता अब हाम्रोतिर पाउने जस्तोहरू पाउँदैन। साथीको दोकानमा चाहिँ भरिपूर्ण रहेछ क्या। हामीहरूले अब नेपालीहरूले लगाउँछ नि त्यस्तो खालको लुगाहरूदेखिको लिएर सुजहरूदेखिको लिएर हरेक चिज भन्दा हरेक चिज, दाम पनि सस्तो होइन। आफ्नै नेपाली भाइको दोकान, नेपाली साथीभाइको दोकान, यति खुसी लाग्छ। त्यो पनि बाहिर जस्तो जग्गामा आफ्नै साथीभाइहरूको दोकान भेट्दाखेरि कति खुसी लाग्छ है। त्यही भएर हजुरहरू पनि चेन्नईमा को हुनुहुन्छ भने आएर साथीको दोकानमा सपिङ गरिदिनु होला। यो सपिङ चाहिँ पर्छ, सपिङ चाहिँ कहाँ पर्छ भनेदेखिको, यो सप चाहिँ कहाँ पर्छ भनेदेखिको तपाईँको तोराइपाखम्मा पर्छ। भिजिट गरिदिनु होला एकपल्ट साथीको दोकानमा, राम्रो छ। तपाईँहरूको कपडाकोदेखिको लिएर सुजदेखिको लिएर हरेक चिजको दाम ठिकै अब हुन्छ नि, सस्तोमै छ भनिदिउँ न होइन। मलाई त राम्रो लाग्यो क्या, दामी लाग्यो। जुत्ता पनि दामी लाग्यो होइन। हामीहरू लगाउने लाइककै रहेछ नि त, अहिलेको चल्दै गरेको लेटेस्ट सुहरू भयो होइन। राम्रो लाग्यो कि मलाई त। हजुरहरू पनि गएर भिजिट गर्न सक्नुहुन्छ। चेन्नईमा हुने मान्छेहरू चाहिँ है, सायद बाहिरतिर छ भने, चेन्नईदेखिको बाहिरबाट अर्डर गर्नु छ भने नि उसलाई डाइरेक्ट कन्ट्याक्ट गर्दा भइहाल्छ। कन्ट्याक्ट नम्बर म तपाईँहरूको डिस्क्रिप्सनमा राखिदिन्छु, अन्त उसको सपको नाम पनि राखिदिन्छु है। मन पऱ्यो भने कमेन्ट, लाइक, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। यो चाहिँ मेरो फर्स्ट भिडियो हो नि त, त्यही भएर मलाई बोल्नु पनि अप्ठ्यारो लागिरहेछ। कसरी बोल्नुपर्ने, कसरी गर्नुपर्ने भनेर मलाई चाहिँ यति साह्रो याद भएन नि त। कहिलेदेखिको चाहिँ मैले सोचिरहेको थिएँ, हुँदै भिडियो कति अगाडिको हो, सोचिरहेको थिएँ ठिक्कै अब होइन। मलाई पनि चलाउनु मन लाग्यो नि त कि, त्यही लागि टक्कै खोलेर एडिट गर्दै हेर्नु पऱ्यो कस्तो हुँदो रहेछ भनेर होइन। हेर्नु, कन्भर्सहरू हेर्नु, दामी सुजहरू छ तपाईँको। नाइकको भयो, एयरम्याक्स भयो, कन्भर्सहरू भयो, हरेक चिज तपाईँले पाउनुहुन्छ एकदम। तपाईँले सोचे जस्तै दाममा पाउनुहुनेछ। थ्याङ्क यू। तपाईँलाई भिडियो कस्तो लाग्यो होला, राम्रो लाग्यो भने